Doge Part 15. लौ बुवा आलम जानम छी ससुर एकदम कड़क माल है ना। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? ल हेर मुखियाजी मेरी चेलीको ढङ्ग ढङ्गै यही छ। यहाँ त नमुरीको लगानी लगाएर काठमाडौँ पढाउन दिया दफा 3 चोटि फेल भइ आएकी छ हेर। ए चल्दो यहाँ जियापन जो 3 चोटि या 10 चोटि फेल भयो भने फिबिले भित्ताउँछ नि भित्ता दो हेर मुखियाजी म जो अर्को कुरा यहीको केही गरिखाने ढङ्ग त मैले देखेँ नि। 1 गिलास पनि आदै पानी चल्दो सब चल्दो यहाँ चल्दो त तोरा त्यो सबै चल्ने भयो भने पाइ छो त मैले भन्नु के हो पाइ छ त कुरा आर्नु पर्यो हेरेको चोटि हो। दो हेर लाठी हो त अब यी मुखियाजी माग्न आया भन्यो। अब यी दिने जमाना पनि अच्छी हेर लाठी अचेल माग्ने जमाना पनि अच्छी भन। अब यी क्या भन्ने हुन् कह भन्ने हुन् तेरो इच्छा यार मैले दिँदैन भने अब कहाँबाट तिन्नु का मैले दिन जस्तो पनि भएन लाठी। अब तुई भन आफै क्या हुने हो कह हुने हो त भन्तिनु मुखियाजीसँग 60 वर्षका बुढा नातिनी सरकी माग्न लाज मान्दैन। यी कुरा चाइनाबाट आयो हेर डुरु बाबु लाज क्या मान्नु रह्यो भाइ लाज हामी आउँदा छुट्टी माग्नु हो लाज मान्नु हो अरे। आज भोलिको जमाना यो छ त भाउ भोलिको त रेउगान के क्या गलत भन्दा मुखिया बड्डाउ पैसा हो सबसे ठुलो। 60 वर्ष भ्या भन्नु सिपी यहाँ टमटम झजली मुखियाले 60 वर्षमा 60 लाखमा माख चिचिली बढ्या भनेर आउँ यहाँ हो त फोकटमा आछु म यहाँ सम्हाल्ने मान्छे छैन भइगल यति कुराहरू ल ठिक छ पट्टिर यहाँ हेर डल्ले कुरो यस्तो छ हेर होइन। हामी मुखिया टमटम झजलीले रहरले बिहारे हेर थाहा छ हाम्रो घर परिवार सम्हाल्ने मान्छे नभएर भन्ने अब त्यस्तो कुरामा आऊ हामी 60 वर्ष भएर जिस्क्यो भने हामीलाई हामी मुखियाजी भने न भोलि पछुताउनु पर्ला। सुवर्ण अवसर एकदम थाहा छ भोलिको दिनमा एउटा ट्याबे गुन्डाहारी गर्नुभन्दा